नमस्ते सबैजनामा। आज धेरै पछाडि हामी घुम्न निस्केको छौँ है। फेरि पनि मेरो नयाँ भिडियो आइसकेको छ युट्युब च्यानलमा हैन। मेरो साथी चाहिँ हैन, दिदी चाहिँ साथी भने नि दिदी भने नि त्यति कस्तो लागिरहेको घुम्न जान। एकदम रमाइलो पनि एकदम रमाइलो मक्खै परेको छ मक्खै मेरो दिदी। गाइज हैन, विदेशतिरको सिस्टम या गार्डनहरू सरसफाइ चाहिँ साह्रो राम्रो लाग्छ मलाई। वेलकम गाइस अबु धाबी एमएस पारा। हेलो गाइज, दगुरेर आउँदा आउँदा म पसिनै भइरहेको छु। हाम्रो दिदी चाहिँ त्यहाँ टिकट काट्न आउनु भएको छ हैन। फाइनली भित्र पार्क छिर्नको लागि टिकट पनि आयो। गाइज भिडियो बनाउनलाई दगुरेको हैन, पसिना स्याँ पुरै हैन। हामी टिकट दिएर पनि भित्र छिरिसक्यौँ। वाउ कस्तो दामी पार्क हैन। वाउ गाइज हामी चाहिँ फाइनल्ली पार्कभित्र छिरिसक्यौँ हैन। हेर्नुहोस्, देख्न सक्नुहुन्छ। वाउ कस्तो रमाइलो छ। ओ माई गड, फाइनल्ली वाउ। दिदी चाहिँ ऊ पर। वाउ गाइज हेर्नुहोस् त, क्या बब्बाल लाइट आएको। गाइज यो चाहिँ विदेशी झर्ना होला हैन। गाइज हजुरहरूलाई कस्तो लाग्दैछ? मलाई चाहिँ एकदम रमाइलो लाग्दैछ हैन। उता चाहिँ गाइज पुल होला त्यो। अब हाम्रोतिर चाहिँ झोलुङ्गे पुल जस्तो हैन, झोलुङ्गे पुल भने जस्तो यतातिर चाहिँ अब के हो गाइज। यो चाहिँ नाइट, वाउ नाइटको भ्यू हैन। हेर्नुहोस् क्या बब्बाल देखिरहेको छ। मेरो दिदी चाहिँ ऊ पर हिँडिरहनु भएको छ। एकदम रमाइलो फिल भयो हैन, रिल्याक्स फिल भयो। मलाई चाहिँ आइयो घुम्यो। गाइज देख्न सक्नुहुन्छ ऊँट हैन। हाम्रो माया दिदीले चाहिँ यहाँ ऊँट कराएर उठाउन खोज्दै है। हेलो बाबा हेलो सुला। हे ऊँट कराइरहेको चाहिँ ऊ। हेरौँ यता ऊँटले पनि हेरिरहेको छ है, यता मुन्टो फर्काएर पुरै हेरिरहेको छ। राति भएर अब राम्रोसँग क्लियर देखिएको छैन। यहाँ चाहिँ पुरै जनावरहरू पाउँदो रहेछ हैन। तर खासै क्लियर भिडियो लिन सकिनँ किनकि धेरै रात परिसकेको छ। बिस्तारी अहिले ऊँट कराउँदै फेरि सफल त भएन त मासु झोल। यल्ला ओ खारा घुम। यल्ला बाबा यल्ला। उहाँले चाहिँ सक्नु भएन। फाइनल्ली हेऱ्यो मात्रै ऊँटले, तर उठ्न सकेन हैन। हेर्नुहोस् कसरी हेर्दैछ गाइज। यो चाहिँ दुईवटा छाप्रो छ हैन। यहाँ चाहिँ घरको डिजाइनको सेकेन्ड हो गाइस।